खबरदारी सभामा आफ्नो कामहरूलाई थाती राखेर आफ्नो सवारी साधनलाई थन्क्याएर यो पृथ्वी चोकमा सहभागी सम्पूर्ण यातायात व्यवसायहरू स्वरोजगार मजदुर साथीहरू यहाँहरू सबैलाई मेरो संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय कमिटीको तर्फबाट र चारवटै संगठनको तर्फबाट पनि म यहाँहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। म यहाँसँग बिहानलाई भनेअनुसार नेपालको सार्वजनिक यातायात क्षेत्र ध्वस्त भयो, यसलाई अब बचाउनु पर्छ भन्ने केही सन्दर्भका कुराहरू र त्यसपछि यो गण्डकी प्रदेश सरकारले हालै जारी गरेको यो नियमावलीको सन्दर्भका कुराहरू र त्यसलाई टेकेर अब हामी महासङ्घहरू के गर्छौँ र चारवटा ट्रेड युनियनहरू हामी के गर्छौँ र नेपालको यातायात क्षेत्रलाई सुधार गर्ने निमित्त हामी कसरी काम गर्छौँ भन्ने कुरा यहाँहरूसँग संक्षेपमा राख्न चाहन्छु। पहिलो कुरा, यहाँको खबरदारी सभामा प्रदेश सरकारले गरेका गलत निर्णयको विरुद्धमा जसरी गण्डकी प्रदेशका यातायात व्यवसायी मित्रहरूले यहाँका चारवटा सङ्गठनहरूले एकताका साथ त्यसको प्रतिवाद गर्नुभयो। त्यो प्रतिवादका निमित्त, त्यो आन्दोलनका निमित्त, त्यो सङ्घर्षका निमित्त मेरो सङ्गठनको तर्फबाट यहाँहरूप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छु र आवश्यकता पर्यो भने हामी चारै सङ्गठनको तर्फबाट तपाईँहरू सँगसँगै यो आन्दोलनमा भागमा उभिएर नेतृत्व गर्न यहाँसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। पहिलो कुरो म यहाँसँग निवेदन गर्न चाहन्छु, हामी सबैले बुझ्नुपर्छ नेपालको सार्वजनिक यातायात क्षेत्र अहिले ध्वस्त भयो, तर यो सार्वजनिक यातायात क्षेत्र कसले ढानेर ल्याएको थियो, यो सार्वजनिक यातायात क्षेत्रलाई कसले बोकेको थियो र मेचीको जनतालाई महाकाली पुर्याएको थियो, महाकालीको जनतालाई मेची पुर्याएको थियो र यो देशलाई काठमाडौँसँग जोड्ने काम गरेको थियो। के नेपालका हिजोका राणा सरकारले गरेका थिए, पञ्चायती सरकारहरूले गरेका थिए, लोकतन्त्र पछि गएको सरकारहरूले गरेका हुन्? होइनन्। म यहाँलाई निवेदन गर्न चाहन्छु, आजभन्दा 108 वर्ष अगाडि विक्रम सम्वत 1973 सालमा पहिलो पटक चन्द्र शमशेरको पालामा नेपाली जनताले काँधमा बोकेर काठमाडौँ छिराएको सार्वजनिक यातायातको इतिहास स्मरण गरौँ। 108 वर्ष भएछ, 108 वर्ष भयो हामीले मेचीको जनतालाई महाकालीसँग जोडेको, देशलाई जोडेको, कनेक्टिभिटी गरेको 108 वर्ष भयो। तर 108 वर्षको इतिहासमा विक्रम सम्वत 2018 सालदेखि हामी सङ्गठित हुँदै गयौँ। सबैभन्दा पहिले पूर्वको कोशीमा धरानबाट पूर्वाञ्चल मोटर सिन्डिकेटको रूपमा त्यहाँका जगदीश नेपालीहरूले व्यवसाय प्रारम्भ गर्नुभयो। त्यसपछि अहिले हामीले यो सेवालाई प्रारम्भ गर्दै गर्दै आइरहेको सन्दर्भमा 108 वर्ष भएछ। यो 108 वर्षको इतिहासमा म यहाँलाई निवेदन के गर्न चाहन्छु भने हरेक राष्ट्रमा तपाईँ त्यहाँको ट्रान्सपोर्टेसन सिस्टम हेर्नुभयो भने त्यहाँको राज्यले लगानी गरेको हुन्छ। हरेक देशको ट्रान्सपोर्टेसन सिस्टमलाई व्यवस्थित गर्नका निमित्त त्यहाँ राज्यले फरक ढङ्गले कानुन बनाएको हुन्छ, त्यहाँ राज्यको लगानी हुन्छ। तर नेपालको सन्दर्भमा अहिले भन्ने हो भने अहिले करिब 10 देखि झन्डै 13 खर्ब रुपियाँ लगानी नेपाली यातायात क्षेत्रमा भइरहेको छ। त्यो नेपाली यातायात क्षेत्रमा भइरहेको लगानी भनेको तपाईँको, अर्थात् तपाईँ हिजो हेल्पर हुनुहुन्थ्यो, कन्डक्टर हुनुहुन्थ्यो, चालक हुनुहुन्थ्यो, आज स्वरोजगार हुनुहुन्छ, त्यो 4-10 खर्बभन्दा बढी रुपियाँ लगानी भनेको तपाईँ हामी सबैजनाले गरेको र त्यो विशेष गरिकन के हो भने साँच्चै भन्ने हो भने हामीले साँच्चै यो सार्वजनिक यातायात क्षेत्र कसरी सञ्चालन गर्यौँ भने हामीले केही पैसा जम्मा गर्यौँ, केही पैसा जम्मा गरिसकेपछि नपुगेको पैसा हाम्रो श्रीमतीको, हाम्रो आमाको माखो मुन्द्रो झिकेर लगेर ब्याङ्कलाई बुझाएर सार्वजनिक यातायात सञ्चालन गरिरहेका छौँ। र विशेष गरिकन अहिले अधिकांश यो क्षेत्रमा लगानी गर्ने स्वरोजगार मजदुर, स्वरोजगार व्यवसायी मित्रहरू जसले योभन्दा केही वर्ष अगाडि खाडी मुलुकमा जानुभयो, 52 डिग्रीको तातो घाममा काम गर्नुभयो, त्यहाँ 10 वर्ष 5 वर्ष काम गर्नुभयो र नेपाल फर्किनुभयो। नेपाल फर्किसकेपछि केही पैसा लिएर आउनुभयो र अब उहाँले के परिकल्पना गर्नुभयो भने अब म अर्काको देशमा गएर, खाडीमा गएर दोस्रो दर्जाको नागरिक भएर म काम गर्दिनँ, अब यही देशमा लगानी गर्छु, यही देशमा म स्वरोजगारी गर्छु, यही देशमा म चाहिँ लगानी गरेर यही देशमा म सेवा गर्न चाहन्छु भनेर अधिकांश अहिले करिब 84% भन्दा बढी स्वरोजगार क्षेत्रका लगानी यो नेपालको यातायात क्षेत्रमा छ। र त्यो नेपालमा यातायात क्षेत्रमा लगानी गर्ने निजी सवारी साधनको कुराकानी गर्दै गर्दा राज्यले के गर्छ? राज्यले 1 कञ्चो पनि लगानी गरेको छैन। तर राज्यले लगानी गरेको कहाँ थियो? राज्यले केही समय अगाडि, केही वर्ष अगाडि ट्रली बसमा लगानी गरेको पनि होइन। जापान सरकारले दिएको ट्रली बस कहाँ छ? घाटामा गयो, त्यो सिद्धियो। त्यसपछि अहिले पूर्ण सरकारको होइन,
त्यो चाहिँ के एउटा सहकारी बनाएर काठमाडौँ अर्थात् ललितपुरमा साझा यातायात सञ्चालन भइरहेको छ र त्यहाँ करिब 124-25वटा गाडी चलिरहेको छ। त्यसमा अहिले हामीले कुरा सुनौँ, त्यो काठमाडौँ महानगरपालिकाको लगानी छ अर्थात् अलिकति सरकारको लगानी छ, तर सरकारले लगानी गरेर चलाएको त्यो साझा यातायात तपाईँले अस्ति भर्खरै समाचार पढ्नु होला, सुन्नु होला, हेर्नु होला, साझा यातायात बिस्तारै बिस्तारै अहिले घाटामा गइरहेको छ र त्यो डुब्ने अवस्थामा पुगिरहेको छ। तर मैले यहाँलाई यो निवेदन के गर्न खोजेको भने सरकारले एक करोड लगानी नगरेको नेपालको साधारण यातायात क्षेत्रमा तपाईँ जस्तै स्वरोजगारहरूले व्यवसायहरूले आफ्नो श्रीमतीको माखो मुन्द्रो ब्याङ्कमा बुझाएर लगानी गरेको यो क्षेत्रलाई राज्यले संरक्षण गर्नुपर्ने हो, मलजल गर्नुपर्ने हो। नेताले बिस्तारै बिस्तारै कहिले 20 वर्षको अनावश्यक एउटा चाहिँ मन्त्र जप्छ र 20 वर्ष पुगेको गाडी चल्न दिन्न भनेर त्यस्ता नीति बनाउँछ। कहिले कहिले के गर्छ भने राइट स्टेयरिङको नाममा हामी हामीलाई दुःख दिन्छ र यो संसारमा जुनसुकै राष्ट्रमा भएको यो एप्लिकेसन सिस्टम हो, यसलाई चाहिँ प्रयोग गर्नुपर्छ उहाँहरू भन्नुहुन्छ। हामी पनि भन्दैछौँ यसलाई प्रयोग गर्नुपर्छ, तर प्रयोग गर्ने सन्दर्भमा हामीले गण्डकी प्रदेशसँग जोड्न खोजेको मैले कुरा के हो भने गण्डकी प्रदेशको अहिलेको सरकारको मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुनुहुन्छ, तर यातायात क्षेत्रलाई व्यवस्थापन गर्नका निमित्त उहाँको मन्त्री परिषदमा यो विभागीय मन्त्रालय भनेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय हो। तर यो विकास मन्त्रालय यातायात मन्त्रालयलाई ओझेलमा पारेर माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेले करिब 1 वर्ष अगाडिदेखि नै राइट स्टेयरिङको मन्त्र जप्दै जप्दै आउनुभयो। त्यो बेलामा म यहाँलाई गण्डकीका सम्पूर्ण व्यवसायीलाई मजदुरलाई म स्यालुट भन्न चाहन्छु, तपाईँले त्यही बेलामा प्रतिवाद गर्नुभयो। प्रतिवाद गरिसकेपछि हामी पनि आयौँ। मलाई अहिले पनि मिति याद छ, गते याद छ 2081 सालको साउनको 13 गते मुख्यमन्त्रीज्यूको कार्यकक्षमा हामी व्यवसायीका नेताहरू मजदुर सङ्गठनका नेताहरू पुग्यौँ र हामीले राइट स्टेयरिङको सन्दर्भमा उहाँको धारणा बुझ्यौँ। उहाँले त्यो बेलामा त्यही भन्नुभएको थियो। 2 पाङ्ग्रे 4 पाङ्ग्रे रातो प्लेटको उहाँले कुराकानी गर्नुभयो। हामीले उहाँलाई मजाले बुझायौँ, इतिहास सम्झायौँ, नेपालको सार्वजनिक यातायातको इतिहास उहाँलाई बुझायौँ। हामीले उहाँलाई के भन्यौँ भने राइट स्टेयरिङको विपक्षमा हामी छैनौँ, तर मूल कुरो कानुनी रूपमा यसलाई संशोधन हुँदै ल्याउनुपर्छ। अहिलेको सवारी तथा यातायात व्यवस्था ऐन 2049ले राइट स्टेयरिङलाई कतै पनि चिन्दैन। त्यसकारण पहिले श्रम कानुनलाई संशोधन गर्नुपर्छ मान्य मुख्यमन्त्रीज्यू, हामीले यो भन्यौँ। त्यसपछि हामीले उहाँलाई के भन्यौँ भने यदि राइट स्टेयरिङको चाहिँ पक्षमा तपाईँ कुराकानी गर्दै हुनुहुन्छ र ठिक छ, कोही आपत्ति भएन, त्यो चाहिन्छ, त्यसले जनतालाई सट दिएको छ भने हामी जनताको भावनाप्रति हामी सम्मान गर्न चाहन्छौँ, तर रातो प्लेटलाई हुँदैन। त्यसका निमित्त मुख्यमन्त्रीज्यू राइट स्टेयरिङको लागि तपाईँले छुट्टै एउटा नम्बर प्लेटको व्यवस्थापन गर्नुहोस्। जसरी सार्वजनिक यातायातको कालो नम्बर प्लेट छ, निजीको रातो छ, अनि पर्यटनका निमित्त हरियो छ, सरकारी अधिकारीले चढ्ने सेतो छ, त्यस्तै राइट स्टेयरिङको सन्दर्भमा पनि तपाईँले त्यो नियमावली बनाउनुहोस् र फरक खालको एउटा नम्बर प्लेट तपाईँले क्रिएसन गर्नुहोस् भनेर हामीले भन्यौँ। र त्यो भिडियो सञ्चार माध्यममा छापछाप्ती छ। हामीले त्यही सुझाव दिएका थियौँ र मुख्यमन्त्रीज्यूले के भन्नुभएको थियो भने तपाईँहरूको सुझाव मलाई राम्रो लाग्यो, तपाईँहरूको कुरालाई म अनुसरण गर्छु भनेर उहाँले भन्नुभएको थियो। तर आदरणीय मित्रहरू, आदरणीय व्यवसायी मजदुर साथीहरू, आदरणीय पोखरेली जनता, गण्डकी प्रदेशका जनता, म यहाँलाई निवेदन गर्न चाहन्छु, हामीलाई एउटा कुरा भन्नुभयो मुख्यमन्त्रीज्यूले, तर उहाँले बिचमा बिस्तौलियाहरूसँग साँठगाँठ गरेर उहाँले के गर्नुभएछ भने भित्रभित्र त्यो कानुन चाहिँ बनाउँदै गर्नुभएको रहेछ। यातायात मन्त्रालय अर्थात् विभागीय मन्त्रालयलाई ओझेलमा पारेर स्वयं आफै प्रत्यक्ष इन्भल्भ भएर उहाँले त्यो कानुन निर्माण गर्दै हुनुहुँदो रहेछ। र अस्ति उहाँले 2082 सालको वैशाखको 31 गते उहाँको मन्त्री परिषदबाट गण्डकी प्रदेश राइट स्टेयरिङ नियमावली 2082 उहाँले जारी गर्नुभयो। म यहाँलाई निवेदन गर्न चाहन्छु, उहाँले त्यो जब निर्णय गर्नुभयो, निर्णय गरेको भोलिपल्ट अर्थात् 2082 सालको जेठको 1 गते उहाँले 25 पेज लामो राजपत्र यहाँको प्रदेश राजपत्र सार्वजनिक गर्नुभयो। अब सार्वजनिक गर्दै गर्दाखेरि 25 पेज म तपाईँहरूलाई भन्दिनँ। अब हाम्रो कन्सर्नको विषय कहाँ हो, हाम्रो सरकारको विषय कहाँ हो, हाम्रो सरकारको विषय कहाँ हो भने गण्डकी प्रदेश राइट स्टेयरिङ नियमावली 2082 को नियम 2 को परिभाषामा त्यसले के भन्छ भने ज नम्बरमा के भन्छ भने राइट स्टेयरिङ सवारी भन्नाले अनलाइन
प्रणालीको प्रयोग गरी सेवा सञ्चालन गर्न यात्रालाई सवारीको रूपमा यातायात कार्यालयबाट इजाजत प्राप्त 2 पाङ्ग्रे र 4 पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधन सम्झाउनु पर्छ भनेर भन्छ। अब 2 पाङ्ग्रे 4 पाङ्ग्रे रातो सवारी साधनको कुराकानी गर्दै गर्दा 2 पाङ्ग्रेको सन्दर्भमा साथीले भनिसक्नु भएको छ। 4 पाङ्ग्रेको बिचमा कुराकानी गर्नुभयो। अब नेपालको सार्वजनिक यातायात हिजो ध्वस्त भयो। अब फेरि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको एउटा कदमले फेरि नेपालको सार्वजनिक कसरी ध्वस्त भयो भने 2 पाङ्ग्रे सम्बोधन ठिकै थियो, तर 4 पाङ्ग्रे रातो प्लेटका नम्बर प्लेटलाई पनि राइट सेयरिङको अधिकार दिइसकेपछि धर्म भण्डारी दाइले के भन्नुभयो, एउटा ट्याक्सी किन्नु पर्यो भने हामीले 55 लाख 50 लाख खर्च गर्नुपर्छ, तर एउटा रातो प्लेटको एउटा हामीले चाहिँ नि कुनै निजी कार किन्नु पर्यो भने हामीले 5 लाख रुपियाँमा पाउँछौँ। अब कल्पना गर्नुहोस्, 5 लाख रुपियाँमा किनेको निजी सवारी साधन प्रयोग गरेर यदि जनतालाई सेवा दिन्छ र राइट सेयरिङ नियमावलीको अधिकार प्रयोग गरेर उसले यात्रु बोक्छ भने 55 लाख तिरेर ल्याएको ट्याक्सीले के गर्छ? हामीले प्रतिस्पर्धा गर्न सक्छौँ, प्रतिस्पर्धा गर्न सक्दैनौँ मात्रै होइन। मैले त्यही भनेको नेपालको सार्वजनिक यातायात क्षेत्र गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेले ध्वस्त गर्ने प्रक्रियाको सुरुवात यहाँबाट गर्नुभयो र म यो पनि भन्छु, यहाँ व्यवसायी महासङ्घका नेताहरू हुनुहुन्छ, हामी मजदुरका नेताहरू छौँ। अब यहाँ काल पल्किने भन्ने कुरा यहाँबाट सुरुवात भयो। अब यो गण्डकी प्रदेशमा मात्रै हो, बागमतीमा छैन, लुम्बिनीमा छैन, सुदूरमा छैन, कोशीमा छैन, मधेसमा छैन भन्ने हामीलाई लागिरहेको होला। तर त्यसो होइन, यदि गण्डकीको यो आन्दोलनले यो करेक्सन गर्न सक्दैन भने मुख्यमन्त्रीको यो चाहिँ के हो भन्दाखेरि उत्तेजनापूर्ण निर्णयलाई हामीले सच्याउन सकेनौँ भने यो आगो अब मेची महाकाली सल्किन्छ र त्यो बेलामा तपाईँले कोही पनि रहनेवाला छैन। नम्बर 1 नियमावलीको 25 पेजको मैले नियम 2 को कुराकानी गरेँ। अब अर्को कुरा म तपाईँलाई स्मरण गराउन चाहन्छु, नियम 21 मा के लेखेको रहेछ भन्नुहुन्छ भने सेल्फ ड्राइभिङ सम्बन्धमा भन्ने छ। अब सेल्फ ड्राइभिङ भनेको के भन्दा तपाईँ हामीले कल्पना गर्नु, सेल्फ ड्राइभिङ भनेको म धरानको मान्छे, म तपाईँहरूको सहर पोखरा घुम्न आएँ, मसँग लाइसेन्स छ तर यहाँ घुम्न मलाई मसँग गाडी छैन, त्यसकारण म के गर्छु भने सेल्फ ड्राइभिङ कम्पनीले यहाँ 100-500 गाडी खरिद गरेर राखिरहेको हुन्छ। अनि म त्यहाँ जान्छु र म एप्लिकेसन दिन्छु, म 4 दिन पोखरा बस्छु, 4 दिनसम्म यो कम्पनीको म गाडी कुदाउँछु, मैले कति तिर्नुपर्छ भनेर मैले पैसा तिरेपछि मैले मजाले कुदाउन पाउँछु। यो सम्भव छ? सम्भव छैन। किन सम्भव छैन भन्नुहुन्छ भने यहाँ कारण के हो? म तपाईहरुलाई एउटा आशंका जाहेर गर्न चाहन्छु। यसको मूल कारण के हो भने यो कानुनमा, यो नियमावलीमा मुख्यमन्त्रीज्यूलाई यो बुझा हाल्नलाई कसले प्रेरित गरेको? मलाई लाग्छ यहाँ कुनै धनाढ्य कम्पनी हुन सक्छ जसले 500 ट्याक्सी किन्न सक्छ। यहाँ कुनै त्यस्ता बहुराष्ट्रिय कम्पनीका व्यक्तित्वहरू हुन सक्छन् जसले हजारवटा गाडी किनेर कुनै कम्पनी यहाँ सञ्चालन गर्न सक्छ र त्यो कम्पनीले भनेको कुरा के मुख्यमन्त्रीले त्यतिकै मान्नुभयो होला? मलाई लाग्छ मान्नु भएन। त्यसको पछाडि ब्रिफकेसको राज छ मित्रहरू, त्यसको पछाडि पैसाको राज छ, त्यसको पछाडि कमिसनको राज छ, त्यसको पछाडि बिचौलियाको राज छ। त्यसकारण नेपालको सार्वजनिक यातायात यसरी ध्वस्त बनाउने कामको प्रारम्भ मुख्यमन्त्रीज्यूले गर्दै हुनुहुन्छ। र अर्को कुरा, अनुसूची 7 हेरेपछि मलाई झन् अचम्म लाग्यो त्यो नियमावलीको अनुसूची 7। त्यसले के भन्छ भने राइट सेयरिङका निमित्त रातो प्लेटमा RS लेख्यो भने अर्थात् राइट सेयरिङ लेख्यो भने पुग्यो। अनि सेल्फ ड्राइभिङको चाहिँ राइट सेयरिङमा ST लेख्यो भने पुग्यो सेल्फ ड्राइभिङ। त्यसो भएपछि अब उसले मजाले यहाँ सेवा गर्न पायो। त्यसकारण आदरणीय मित्रहरू, म यहाँलाई निवेदन गर्न चाहन्छु, अब यो RS पनि होइन, ST पनि होइन। यदि निजी सवारीको सन्दर्भमा हामीले भनिरहेको कुरा के हो भने सवारी तथा यातायात व्यवस्था ऐनले के भन्छ माननीय मुख्यमन्त्रीज्यू? अघि पनि यहाँ योजनाले भन्नुभयो, 12 नम्बरको कुरा भन्नुभयो। सवारी तथा यातायात व्यवस्था ऐनको दफा 6ले के भन्छ भने सार्वजनिक सवारी साधनको बारेमा यसले व्याख्या गर्छ। सार्वजनिक सेवा सञ्चालन गर्दाको प्रमाणपत्र प्राप्त सवारीलाई सार्वजनिक सेवा सवारी साधन भनिनेछ।
अनि दफा 8 ले के भन्छ भने निजी सवारी साधन भनेर भन्छ। निजी सवारी साधनको परिभाषा यसले के गर्छ भने निजी प्रयोगका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधनलाई नै निजी सवारी साधन भनिनेछ। अनि दफा त्यसको 8 को 2 ले के भन्छ भने निजी सवारी साधन यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन। कान खोलेर सुन्नु होला। सवारी तथा यातायात व्यवस्था ऐन 2049 को दफा 6 र दफा 8 को 1 को 2 ले के भन्यो भने निजी प्रयोजनका निमित्त दर्ता भएको सवारी साधनले यात्रु बोक्न पाउने छैन। अब यति भनिसकेपछि अघि 12 को 2 को कुरा पनि त्यहाँ आयो। त्यसले के भन्छन् भने प्रयोजन विपरीत कुनै पनि